के छ भाइ भन्नु केही पनि छैन म एकदम नर्मल तरिकाले बोल्ने रे त्यही नै हो अनि आज हामी चाहिँ डाँडामा आछौँ केक काट्नलाई मिहिनेत जारी छ यहाँ मलाई यो कस्तो थियो अरे अस्ति हामीले खाँदाखेरि यो सेतो क्रिम हो नि त्यो तर मलाई यो उस जस्तो लाग्ने कटेज चिज जस्तो पनिर त्यसलाई हामीले पनिर भन्ने गर्छौँ तर यतातिर चाहिँ कटेज चिज भनिँदो रहेछ कटेज चिज भनेको त्यो अर्को हो कटेज चिज पनि पनिर नै हो नि लाइटर है गाडीमा होला अघि मैले हालेको लाइटर सुरोट खाइन्छ र हामी के खाने हो आज गरिनु हो मैले खान्छु नि त ल टिका लगाइदिनु पर्यो ओ डाँडामा आएर होइन यो प्लास्टिक उडाउला अहिले फेरि हामीलाई फाइन लाग्न के हो दशरथे धेरै फ्याङ्लो नभए मान्छे अलिकति पढ्नमा मन लगाए पढेर त अब डाक्टर छिटो नै भयो छिटो बिहा गरे ल ढोकिदिन्छु नि त म होइन भिडियोको लागि भिडियोलाई ढोक्नु पर्ने हो तर टिका लगाइदेऊ पानी म धोएर आउँछु पानी दिएर ओहो ल जन्मदिनको धेरै धेरै शुभकामना हजुर अब भाइ केही छैन एकदम चाहिँ ल एकदम बेस्ट विसेस ओके सब कुरा बन्नु न है त जिन्दगीमा चाहिँ मेन कुरा चाहिँ सधैँभरि खुसी हुन पाइयोस् ओके पाइयोस् भइन्छ हामी खुसी हुने हो सफल पनि भइन्छ खुसी पनि भइन्छ ल गुड हजुरलाई ढोक्नु पर्यो नि पर्दैन एकदम हाम्रो ह्यान्डसेकले काम गर्छ ल चुरोटीहरू रहेछन् होइन चुरोटीहरू रहेछ म बाँड्छु नि त एस्ट्रे रहेछ कि यो खोल्देऊ नि त म खोल्छु ऊ त्यो भ्यू त्यही त हो नि हामी जाने आइल्यान्ड होइन डमार आइल्यान्ड अलिकति यहाँ पनि हालौँ है साथी है अझै रिच किडको बर्थडेमा आएपछि मिनरल वाटरले हात धुन पाइन्छ तर यहाँ हावाले चाहिँ त्यसले अस्ति यहाँ एकजना यहाँ बस्नुहुन्छ हुँदैन यसलाई घरभित्र घरै भित्र जाउँ होला हौ लाइटरमै समस्या छ जस्तो ऊ यहाँ राख्नु त्यसलाई त्यो फाल्यो त्यसमा उ थियो यस्तो घोच्ने अनि यो केक चाहिँ भिनाजुले अर्डर गर्नु भएको भनेर यसै थाहा हुन्छ क्या त्यहाँ राम्रो जेन्युन नाम भएको ल यहाँबाट अन्त यी हेर्ने ल यहाँ बाल एउटै क्यान्डिलले सबै बाल्न हो ज्याकेट पोलिन्छ है ज्याकेट त महँगो हो नि साथी हो म भन्दै थिएँ नि त्यो जान्छ त गर्नु के भयो अरू के गर्ने बाल्ने कि नै अनि हजुरले आइडिया दिनुभएको होइन त एउटै क्यान्डलले गर्ने भनेर त्यो पार्ट छुट्यो नि तँलाई नै पारिदिने हो त वाक्स भएको त्यो हजुरले खानुहुन्छ ल ह्याप्पी बर्थडे टु मी ह्याप्पी बर्थडे टु मी म भर्खर 19 वर्षको भएँ ओहो मैले विस मागेर निभाउँछु भनेको आफै निभिसकेँ खोइ मेरो फोन यहाँ छ कि कहाँ यहाँ छ कि फोन ल ल ल ल किचन त ल निभिसकेछ फेरि पाल्ने हो म हेल्प गर्छु पाल्नलाई तिमी समाउ अनि ठिक छ यतिखेर हुन्छ निभिहाल्छ क्या फेरि अलि बस्नु पऱ्यो
Tamil wetlands. के होला भयो भयो राम्रो देखियो यो त ल फोटो खिच्नु पर्यो है त Happy birthday to you. Happy birthday to you. Happy कति मिनेट भयो? birthday to you, Sensei. जिमको नाति हो ये Happy birthday, Jimko Nati. Thank you. Highly appreciated people. I'm always blessed to be in your circle. सबैजना अब चाहेर नचाहेर नि सर्कल त त्यही हो भाइ होइन म तर साँच्चै भनेको हामी रेक्टेङ्गल स्क्वायर जे भयो ल ल त्यो अब हजुरहरू नभए एकदमै गाह्रो हुन्छ होइन जीवन काट्न बिताउन त्यही भएर मलाई एकदमै साँच्चै भनेको फेरि यसले लेक्चर नाटक होइन साँच्चै भनेको ल ल ल केक काट अब भयो सबैजना तिमीहरू बिना अधुरो छ सबै बिना ल उस माग्छौँ है त के माग्ने ल मागौँ। ल खाइदिउँ न त बाहिर गएर खाने कि अब निभाएपछि जे गरेर होइन। हुन्छ ल यो झिकाउँ न पहिला क्यान्डलहरू त्यो व्याक्स पनि दिउँ यहाँ छ यो चाहिँ लिएर जानुपर्छ यसले यति घोचेको थियो क्या ल यहाँ राखेर काटौँ अब यस खाने कचौरा खै त नि मैले त ल्याएको हो यसलाई गाडीमा राख नि त लौ जाँदाखेरि छैन होला यार तर खाने कतौरा चाहिँ मैले त हालेको हो त त्यही माथि कहाँ अब हातले खाइदिउँ यसले घरमै छोडे जस्तो छ खाइदिउँ न नि त्यत्तिकै 3वटा त्यहीँ हालेको थिएँ मैले ल ल चम्चाले खाऊँ त के भएर यति एउटा हल्याएको सिरियसली यसरी खाइदिउँ नि त के छ त भाइ लेख्ने क्या के लेख्नु रहेछ त क्या यस्तो राम्रोसँग भाइ नलेख अरू लेख्ने यता हेर्दा उयो खत्रै राम्रो आयो यहाँ त भिडियो यो त सुसन जस्तै देखियो होइन र को सुसन म फेरि जो कपाल पाले नि राम्रो नपाले नि राम्रो हो क्या ल भयो खाइदिउँ न त म काट्छु ए मैले खुवाउने हो नि त साथीहरूलाई ए स्पेसली अझ यो चिज केक हो साँच्चै मलाई चिज केक मनपर्छ पैसा नि भएन रिसिट लगाएर फेरि देखाएर राखेको छ देखाएर राखेको होइन भोलि तिमीहरूलाई लिन जान सजिलो हुन्छ मैले बिर्सिन्छु भनेर झन् त्यही उसमै राखेको कि भाइसँग कि लुकाउँछ अरे छिटकाउँछ कि महँगो किने होइन मेरो कलरको त हो केक लिनु पर्यो मलाई त त्यस्तो के बाल लगाइदिने होला नि पहिला लगाउँछ होइन है साथी कस्तो होइन हो र यार अलिअलि त डर्नुपर्छ अरे कि छ्याले खस्ने भयो यो त भयो खस्यो अन्त है साथीहरू है महँगो महँगो है ल यता यस्तो त हुँदैन क्या बेलुका रोयल जहिले घटाउने हो नि त अहिले यसैले काम गर्छ नि त ल म खुवाइदिन्छु नि खुवाइदिने हामीले खुवाइदिने होला नि त होइन पहिला। म पहिला हजुरलाई खुवाउँछु अनि हो ए खुवाइदिने होला नि त हामीले ल पुरै तिन लाने भयो हो हो भोलि अलिकति लिएर जाऊँ म लाने हो नि कहाँ भाइलाई मात्र दिनेहरू पुरै यो त हाम्रो पनि हो एउटा फोटो खिचौँ अब तिनजनाको सेल्फी जस्तो भोलि जाने हो रे मेलमा होइन खाऊँ न त पहिला यति सानो स्लाइस एउटा थम्बनेल हुन्छ नि त ओके कस्तो देखेछु म ओहो थम्बनेल त तिम्रो मात्र त्यो उस हुन्छ नि के आएको क्या छालामा त्यस्तै देखाएको छ होला थोपा छ के आएन फेरि लाउँथ्यौँ यसरी नि लाउँथ्यौँ नि हामीले चोत्तरै गरेर अनि मैले चाहिँ हात नधुनी पानी खै मुख पनि धुम होला भनेको के यो पानीले त हुँदैन यार मुख धुनु त ऊ छ क्या फेसमा वाइप छ क्या अहिले पछि गाडीमा
पुग्यो मलाई त कति चाँडै पुगेको त अन्त खाएको पनि छैन त्यही भने मजाले खाने नि त आज त अनि अहिले खानु त मजाले 10 मिनटको भएछ